हेलो एभ्रिवान, नमस्ते सबैजनालाई र स्वागत छ हजुरहरु सबैजनालाई फेरि पनि मेरो नयाँ ब्लगमा है। र यो भिडियो चाहिँ मेरो 1 महिना जस्तो अघिको भिडियो थियो है। पोस्ट गर्न मन लागेको थिएन, सो पोस्ट गरेको थिइनँ। र आज चाहिँ पोस्ट गर्न लागिरहेको छु। हेरिदिनुहोस् होला के कस्तो लाग्छ। त्यही त हो है, कोही बेला त मौका पाउँछ है। त्यही त बेला मौकामा त हो नि सोभिका राम्री हुनुपर्ने। साडी लगाउन राम्रो थियो, साडी हुन्छ नि। साडी या छेउरो बियोसमा चक चक देखेर ए राम्री देख हैन तिम्रो उइसमा मोबाइलमै कस्तो किन लिएर आएको छ फोटो पनि राम्रो छ नि त। जुत्ता बनाउनु पर्छ। ए पर्खै तिनीहरु छोरी हामी चाहिँ बिहातिर आइपुगे। छेउरमा हौ बिहा भएर सरी छेउरमा आइपुगे। आऊ न टिका लाउन गइरहेको छ। आमेनलाई चाहिँ ढुक्ढु बस्या टिका लगाउने कार्यक्रम भइरहेको छ है। यहाँ चाहिँ एकदम हाम्रो काकीद्वारा टिका लगाइरहेको छ है। काकीले टिका लाउनु हुँदैछ है। काकी पश्चात आमेन, आमेन पश्चात अर्को काकी पनि लाइनमा हुनुहुन्छ है। टिका लगाइसकेर चाहिँ यसरी बसिरहेछ है आमेन र काकी चाहिँ। हेर्नु न मलाई हेर्छ फेरि ब्युटी क्विन पनि आइरहेको छ। यो चाहिँ ब्युटी क्विन हेलो गर्नु न। हेलो भन्नु फेरि अब चाहिँ हामी खाना खानतर्फ लागिरहेको छौँ। कस्टमर है, कस्टमर खाना खानु गएको बस्नुहुन्छ अरे। बादमा बस्नुहुन्छ अरे। बादमा खाना खाएर अहिले कुन त मलाई थाहा छैन। खाना नखाएर 2 गिलास भन्नु नि। खाना खाएर 2 गिलास भन्नु। पहिला 2 गिलास अनि त्यो फ्रीमा क्या हो। कहाँ हरायो फेरि हाम्रो आमेनहरू? 1 मा 2 फ्री। के जान्नु रहेछ है। यहाँ अझै एउटा दिनु के पस्यो फेरि। अझै एउटा दिनुहोस् न। ए के हो यो? अब चाहिँ हामी यो खाने नखाए पनि जाउँ न भन्छ। त्यहाँ पसेपछि त खाएँ भनिहाल्छ। यसले त मलाई ठन्डा खानु जा भन्यो अनि भाइ ल्याऊ। लो जाउँ नाच्नु। आमेन नाच्ने कि ननाच्ने? हेलो गाइज, म चाहिँ पानी खाँदैछु। मेरो पानी
पानी चाहिँ गयो अरे र अब चाहिँ हामी नाचगान पनि सके पश्चात चाहिँ घरतर्फ लागिरहेका छौँ। र हजुरलाई मेरो भिडियो के कस्तो लाग्यो कमेन्ट बक्समा भनिदिनुहोस् होला है। सबैजनालाई थ्याङ्क्स फर वाचिङ, बाइ बाइ।